नमस्ते एभ्रिवान। आज हामी फेरि यो न्युयोर्कको होसन यार्डको हासल चाहिँ चढ्न आएको छौँ। म तपाईहरुलाई देखाउँछु ल। अब हामी यो छ नि यो तामाको घर, यो सिसाको तामाको घरमा चढ्छौँ है। अनि म देखाउँछु। राति आएको भएर नहुनु भएको। नैला देखाएर फोटो खिचिदिन्छु म तपाईहरुलाई। हामीले टिकट लियौँ है माथि चढ्नको लागि। यहाँ चाहिँ चेकिङ हुँदैछ है। हेर्नुहोस् यहाँ बिल्डिङमा बस्नको लागि पनि एकदमै चेकिङ। स्क्यान जाने भयो नि। अब यहाँबाट चाहिँ फोटो खिच्ने क्या माथि निकालेर होइन। हामी चाहिँ चढ्यौँ है त तामाको घरमा। लक्ष्मी मातालाई मेरो आमा चाहिँ पुरा ढोक्दै हिँड्दै हुनुहुन्छ। लक्ष्मीलाई चाहिँ हाम्रो चाहिँ कल्चरमा तामा काँसा भनेको लक्ष्मी हो नि त। त्यही भएर उहाँ चाहिँ एकदमै असहज फिल गर्नु भएको छ। ओ झन्डै लड्यो क्यामेराम्यान। यहाँबाटै मान्छे लडेर मरेर नै बन्द गरेको नि त बहिनी। फेरि सेकेन्ड नम्बर पर्छ है। सोसियल मिडिया इज नट योर रियल लाइफ भनेर भन्छ नि त होइन। म चाहिँ आज तपाईहरुलाई यो भासलको चाहिँ पुरै भिडियो बनाएर देखाउँछु। अन्तिमसम्म हेरिदिनुहोस् ल। यो चाहिँ हेर्नु त। अब यो कताबाट जाने क्या। यताबाट पनि जाने बाटो, उताबाट पनि चढ्ने बाटो। मेरो आमा त हुरुक्कै होला नि त माथि पुगिन्जेल त। उता पारिपट्टि जानुपर्छ बहिनी। तामा र सिसा भन्छ है। यो पुरै घुम्न नसकिने रहेछ नि त। बुढी मान्छेको घुँडा दुख्ने भयो फेरि के। त्यही त भनेको त। सन्देशको भुँडी खस 1 केजी घट्थोलाई पनक्क घुमाएको भयो त। बुई छेउतिर त जान्न हुने रहेछ है। डर पो लाग्यो। तलको चाहिँ मैले क्यामेरा पर लगेर खिचेको छु है। देख्यो देखेन आई डोन्ट नो। कति परिने भयो। माथि पनि सेक्युरिटी बसेको हुँदैछ टपमा। हजुर चस्मा खोल्दा मेरो चाहिँ उता आँखा टल्क्यो क्या बहिनी। हजुर त्यो बाटो नजानु पर्ने थियो। यो बाटो जानुपर्ने रहेछ। हामीलाई झन्डै पैसा धेरै तिराने हो। यो उनीहरूले सहयोग गरेर अघि कता खिचेर पैसा झन्डै धेरै तिरेँ नि मैले। सुरुमा पनि यहाँ पनि स्क्याम गर्दाखेरि भयो होइन। त्यो त $30 हुनु पनि $60 त्यही भएर मैले नगरेको क्या।
नजाने डरले हे भगवान हामी घुम्नु चाहिँ घुम्यौँ होइन अन्तिममा आएर चाहिँ यो के बनाएको होला के नै छ र आखिर भन्ने भयो हेर्नुहोस् हामीहरू आखिर केही छैन हेर्नु यही मात्रै हो बाटो यही हो हामी यसरी हिँड्यौँ यस्तै बाटो छ लास्टमा चाहिँ के होला यो भन्ने हुने क्या ल लास्टमा घुमिसक्यौँ है धन्यवाद तपाईँहरूलाई पनि हेरिदिनु भएकोमा तर अन्तिममा गएर चाहिँ खिन्न हुने क्या त्यस्तो राम्रो नै नहुने किन बनाएको होला यो बिल्डिङ खासमा यसको मेनिङ के होला त्यही पैसा तिरेर चढेर ल अब रङ गएछौँ फेरि हस् हुन्छ ल यो जति बिल्डिङ यो बाहिरबाट हेर्दा यति राम्रो छ कि आहा भित्र त के नै होला चढ्दा कस्तो नै होला भन्यो है भित्र चाहिँ